सबैजनालाई नमस्कार, स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आज मलाई लागेको कुरा भन्दा पनि आत्मविश्वासले मान्छेको जिन्दगीमा कति फरक पार्छ भन्ने कुरा आफूलाई लागेको त्यो कुरा व्यक्त गर्न गइरहेको छु। सर्वप्रथम त मेरो सोचाइ र तपाईहरुको सोचाइ नमिल्न सक्छ हैन। मेरो भोगाइ र तपाईहरुको भोगाइ नमिल्न सक्छ। त्यसो भएको कारणले गर्दाखेरि म जहिले पनि भन्ने गर्छु, मत बाजिनु स्वाभाविक हुँदो र बाजिनु पनि पर्छ, तर तपाई हामी बीचको मन नबाजियोस् भनेर भन्छु। मैले यो प्राय जतासुकै पनि आफ्नो विचारहरू व्यक्त गरिराख्दाखेरि भन्ने गर्छु र यो मेरो थेगै जस्तो पनि भइसकेको छ। जस्तो आत्मविश्वासले चाहिँ मान्छेलाई यतिसम्म त्यो हुन्छ नि, त्यो बिरामी छ भने पनि त्यो बिरामी मान्छे पनि आफूभित्र आत्मविश्वास सन्चो हुने कुरा चाहिँ उमा कन्फिडेन्स म चाहिँ ठिक हुन्छु भन्ने लागेको छ भने त्यो चाँडै ठिक हुन सक्छ हैन। त्यसो भएको हुनाले आत्मविश्वासले त्यो किसिमको भूमिका खेल्छ मान्छेको जिन्दगीमा, हरेक कर्ममा, मान्छेले गर्ने हरेक कर्ममा होस्। तपाईले सफलता पाउने या सफलताको शिखर चुम्ने कुरामा तपाईभित्र आत्मविश्वास छैन भनेदेखि तपाईले जतिसुकै सङ्घर्ष गरे पनि, जतिसुकै चाहिँ कर्म गरे पनि त्यो सफलतामा पुग्न सक्नुहुन्न जति बेला तपाईभित्र आत्मविश्वास छैन भनेपछि। त्यसो भएको कारणले गर्दाखेरि आत्मविश्वासले चाहिँ त्यो किसिमको भूमिका खेल्ने रहेछ जस्तो मलाई चाहिँ लाग्छ। जस्तो हाम्रो गाउँघरतिर चाहिँ के हुन्छ भनेदेखि, जस्तो गाउँमा कोही बिरामी छ अनि त्यो बिरामी मान्छेले चाहिँ गाउँको मान्छेहरु चाहिँ माछा मार्नु जाँदै गरेको देख्यो अनि उसले चाहिँ म पनि माछा मार्नु जान्छु भन्ने किसिमको त्यो मान्छेभित्र भाव भयो, या चाहिँ म सक्ने भएको भएदेखि म पनि जान्थे भन्ने किसिमको उभित्र एक किसिमको त्यो किसिमको सोच आयो भनेदेखि चाहिँ त्यो मान्छे चाँडै ठिक हुन सक्छ या चाहिँ त्यो मान्छे निको हुन्छ भन्ने प्रचलन छ के। अनि त्यही मान्छे चाहिँ म त पहिलेतिर चाहिँ जान्थे तर अहिले त नसक्ने भएको छु, म त सक्दिनँ जादिनँ भन्ने खालको त्यो मान्छेमा सोच आयो भनेदेखि चाहिँ त्यो मान्छे त्यही बिरामीले पनि त्यो मान्छेको चाहिँ डेथ हुन सक्छ, मर्न सक्छ भन्ने भनाइ छ के। त्यसो भएको कारणले गर्दाखेरि आत्मविश्वास भन्ने कुरा चाहिँ यति महत्त्वपूर्ण कुरा हुने रहेछ यो मानव जीवनमा। त्यसो भएको कारणले गर्दाखेरि पनि कुनै पनि कर्म गर्दै गर्दाखेरि आफूभित्र आत्मविश्वास छैन भनेदेखि त्यो कर्म गरेर नगरेको एउटै हुन जान्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यसो भएको कारणले गर्दाखेरि पनि अहिले मेरो कन्टेक्स्टमा हेर्ने हो भनेदेखि नयाँ ठाउँ नयाँ परिवेशहरूमा घुलमिल हुन लागेको बेला र मसँगै कतिपय साथीहरू पनि त्यस्तै हुनुहुन्छ। सबैजनाले सबैभन्दा सुरुमा चाहिँ आफूले आफूलाई विश्वास गरेर कर्म गर्नु होला भनेर भन्न चाहन्छु। सबैलाई शुभकामना। धन्यवाद। नमस्ते।